हेलो एभ्रिवान, वेलकम छ सबैलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मेरो बाबुलाई पास्ता खाने मन भएर उसले पास्ताको डिमान्ड गरेपछि हेल्दी पास्ता बनाउन गइरहेको छु। मैले चाहिँ यहाँ पानी बोइल गरेर पास्तालाई राखेको छु। पास्तामा चाहिँ थोरै तेल र नुन पनि राखेको छु मैले। अनि पास्तामा चाहिँ मैले एकदम भेजिटेबलहरू राखेको छु। मटर, क्याप्सिकम, गोबी, प्याज, लसुन, अदुवा सब राखेर बनाएको छु। पास्ता बोइल भइसकेको छ। अब यसमा चाहिँ मैले हेल्दी फ्याट हुन्छ घिउ चाहिँ मैले बाबुलाई प्राय घिउमै खाना बनाएर खुवाउने गरेको छु। यसमा चाहिँ मैले लसुनलाई फुराएँ, त्यसपछि प्याज, अघि काटेर राखेको क्याप्सिकम, बन्दागोपी, सबलाई चाहिँ म एकछिन हल्का फ्राई गर्छु। त्यसपछि मटर पनि राखेँ मैले। यसमा चाहिँ अब मैले बेसार राखेँ थोरै, जिरा धनियाँको धुलो टेस्टको लागि थोरै राखेको छु। अनि यसलाई मजाले मिक्स गर्ने, थोरै नुन, अब चाहिँ यसमा मैले टमाटर राख्छु अघि काटेर राखेको। पास्ता राखेँ मैले। अब अनि बच्चालाई खानालाई टेस्टी लागोस् भनेर मैले यसमा चाहिँ थोरै केचप राखेको छु, टमाटो केचप। अब चाहिँ म बाबुलाई प्लेटमा हालेर सर्भ गर्दैछु। हेर्नुहोस्, एट द एन्ड यस्तो देखिएको थियो। मेरो बाबुले चाहिँ मजाले मिठो मानेर मलाई जिस्क्याउँदै खाँदैछन्। हजुरहरूले पनि यस्तो सजिलो मिठो एकदम भेजिटेबलहरू राखेर बच्चालाई भेजिटेबल खाना पनि सजिलो हुन्छ, यसरी बनाउन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।